नमस्कार गाइज फेरि पनि मैले सिएस ऱ्याङ्कको गेम प्ले लिएर आइसकेको छु। हेर्नुहोस्, दिस इज सुजन्जुले युएसपी पड्काउँदै अगाडि रस र ताचुएको युज गरेर वाललाई लिएर तल डाउन भइसकेको छ र यहाँ गएर फेरि रोटेसन लिँदै फेरि माथि नै गइसकेको छ। माथि एनिमीको लोकेसन हेर्दै ड्रप गयो, ड्रप लुट्यो। ड्रप लुट्दाखेरि वाल अघि लिइसकेको थियो। वाल युज गरेर साइडले एकलाई डाउन हानिसकेको छ र फुल किल लिइसकेको छ। फुल किल गरिसकेपछि एनिमीको ग्रेनेड पनि लुटेर र गन पनि लुटेर हिल्लेपछि बाहिर निक्लेर एनिमीलाई हेडसटले डाउन हानिसकेको छ र अगाडि बढ्दै फुल किल सुजन्जुबाट। अनि लोकेसन हेर्दै छटमा एनिमी देखेपछि जुम आउट गरेर फर्स्ट फायर गरेर पहिलो राउन्ड लिन सफल सुजन्जु र दोस्रो राउन्डको सुरुवात भइसकेको छ। पहिलो राउन्डको जस्तै जुम आउट गरेर मार्न तर त्यस्तै हो। फेरि मिलिमिली ड्यामेज दिइसकेपछि मेडिकेटको साथमा अगाडि बढिसकेको छ। एनिमीको लोकेसन चेन्ज भएपछि लोकेसन हेर्दै अगाडि गइसकेको छ र यहाँ एकदम मुस्किल तरिकाले ट्याङ्करमाथि चढ्नका लागि र एनिमीको लोकेसन थाहा भएपछि ग्रेनेडलाई थ्रु गर्दै र जुम गरेर स्कारको साथबाट जुम गरेर फायर गर्दै र कभर लिँदै स्कारको जुम गरेर फेरि अर्को किल पनि लिइसकेको छ र साथमा भिक्ट्री। दोस्रो राउन्ड सकिस लगातार तेस्रो राउन्डमा WWM को साथमा लोकेसन एनिमी हेर्दै सुजन्जु पहिलो फायर र डबल स्कोप ओपन स्कोप गरेर सिङ्गल किल लिन सफल र फेरि दोस्रो किल पनि लिन डाउन सफल भइसकेको छ पहिलो स्कोपमै। र यहाँ अब रसको लागि अगाडि बढ्दै तर माथि पुग्दै आफ्नो अनार हेराउँदै तेस्रो राउन्ड पनि समाप्त भइसकेको छ। र तेस्रो राउन्ड लगातार चौथो राउन्डको लागि फेरि पनि WWMको साथमै यो राउन्डमा पनि किल हान्छ कि हान्दैन हेर्नुहोस्। माथि एनिमी बसेको मौकामा पछाडिबाट हान्न पाउँदा पहिलो किल लिइसकेको छ र लोकेसन हेर्दै राउन्ड अफ गरेर एनिमीको लोकेसनमा अगाडि बढ्दै पहिलो फायर मिस र एनिमीले मकडी छोडिदिएर र ग्रेनेडको साथमा वाल प्याक गर्दै आफूमाथि प्रेसर बढेको देखेर वाल प्याक गरिसकेपछि अब प्रेसर भएपछि आफ्नै एडब्ल्युएमले वाल फोर्दै वाल लाउँदै अगाडि बढ्दै सुजन्जु अगाडि बढ्दै र रोटेसन लिँदै एनिमीको लोकेसन हेर्दै अच्छा राम्रो तरिकाले पहिलोलाई डाउन हान्दै अर्कोले MP5ले चुसाइदिँदा यहाँ माथि टपबाट कभर लिनका लागि लङ्गन लिएर पहिलो एनिमीलाई पनि फायर गरेर डाउन हानिसकेको छ। साथै लगातार आफ्नो साथीले पनि रसको तर्खरमा अगाडि बढ्दै कभर लिँदै अगाडि बढ्दै जाँदा एनिमीले ड्यामेज एकदम लो पारिदिइसकेको अवस्था र थोरै हिल लिँदै एनिमीले त्यसै मौकामा रसको मौका देखाएर पुरै टोटल हिल गरिसकेपछि सुजन्जुको रस देखाएपछि थोरै दुई गोली हान्ने बित्तिकै 102 को ड्यामेज भेटिसकेपछि एनिमी डाउन राउन्ड अप लिँदै अगाडि जाँदै स्मल हाउसमा गएर बसेर एनिमीको लोकेसन हेर्दै सुजन्जु मौकाको तर्खरमा र अगाडि ड्रप लुट्न तर्खरमा गइसकेको छ। लोकेसन हेर्दै अगाडि एनिमीलाई थोरै ड्यामेज दिँदै एनिमीको ग्रेनेडको प्रहार र वाल अगाडि लाएर थोरै ड्यामेज सुजन्जु थोरै हकमकिँदै अनि भित्रबाट फेरि कभर लिँदै एनिमीलाई हान्ने सोचमा तर यो हुन सफल भएन र एनिमीको लोकेसन नथाहा पाएपछि उभिएर लोकेसन हेर्दै र ताचुयाको युज गर्दाखेरि अगाडि बढ्ने तर्खरमा डेथ पाएर आफ्नो राम्रो गेम गुमाइसकेको छ र छैटौँ राउन्डमा हामी यहाँ देख्न सक्छौँ एनिमीको 2 राउन्ड र सुजन्जुको 1 राउन्ड र सुरुमै ड्यामेज र त्यसपछि बिना हिलै
पहिलो एनिमी डाउन भइसकेको छ र मेडिकेट गर्दै सुजन्जु र एनिमीको लोकेसन हेर्दै पनि मेडिकेट गरिरहेको देख्न सक्छौँ। अब त एनिमीलाई खोज्दै भौतारिँदै अगाडि बढिरहेको अवस्था देख्न सक्छौँ हामी यहाँ। र अब के हुन्छ के गर्छ सर्टगन लिँदै र यो बडी सट र हेड सटमा एउटा एनिमीलाई फेरि डाउन हानिसकेको छ र अब एउटा लास्टै एउटा एनिमी छ र 3 जना साथीसँग सुजन्जु भौतारिँदै एउटा वाल लाउँदै एनिमीको लोकेसन थाहा पाइसकेको अवस्था र पहिलो साथी रसमा जाँदैछ। रसमा गएपछि पहिलो साथी डाउन बसेको अवस्था र तेस्रोमा सुजन्जुले हेड सटको साथमा बोया। थ्याङ्क यू फर वाचिङ। आजको भिडियो यति नै थियो। धन्यवाद।